श्री शीतला दूधकन्या मन्दिर स्थापित 2039 हल्दीबारी 3 झापा रातमाटी साबौसको प्राङ्गणमा यो अवस्थित छ। मन्दिर यी साक्षात् देवीको प्रतीक मानिन्छ। यो फुलबारी ट्याग हो। यसलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने भनेर सुरुवात गरियो। यो चाहिँ भक्तजनहरूलाई पानी परेको बेला अथवा घाम लागेको बेला यो विश्राम स्थल हो। यतापट्टि चाहिँ फुलबारीको ट्र्याक बनाउन आर्थिक अभावले रोकिएको छ। मन्दिर साक्षात् देवी दूधकन्या माता। यो वृक्ष चाहिँ 7वटा विभिन्न प्रजातिका रुखहरू सम्मिलित छ। एकमुष्ट रूपमा विभिन्न प्रकारका 7 प्रकारका रुखहरू छन्। र यसरी चाहिँ मन्दिर देवीको मन्दिर। यही सहयोगदाताहरूले सहयोग गरिएको पनि छ। अब यहाँ पनि मन्दिर, यहाँ गणेश भगवानको मन्दिर, तुलसाको मोठ, यहाँ हनुमान मन्दिर। यो हनुमान मन्दिर चाहिँ यहाँ बिचमा थियो। यसलाई व्यवस्थित गरेर यो अब प्राङ्गण यसलाई व्यवस्थित गर्न छ। अब यो सबै समस्याको जड भनेको आर्थिक अभाव नै हो। हस्, धन्यवाद।